अहिले म आइपुगेको छु दार्जिलिङ मिरिक अन्तर्गतको मेरै गाउँ महेन्द्र गाउँका दाजु श्री मनिराज सुब्बाको बासगृहमा। केही वर्षदेखि पक्षघातले पीडित भइरहनु भएको भए पनि दृढ आत्मबल र नियमित व्यायामद्वारा धेरै मात्रामा रोगलाई परास्त गर्नुहुने 67 वर्षीय उहाँ आफ्नो युवावस्थामा गाउँ समाजको उत्थानमा सक्रिय रूपमा लागि पर्नु भएको थियो। त्यस समयको आर्थिक विषमतासित जुझेरै भए पनि आफ्नो गाउँठाउँका निम्ति मरिमेट्ने सोझा, इमान्दार, परिश्रमी र मिलनसार प्रकृतिका श्री मनिराज दाजुका अनुभवहरू हाम्रा लागि अमृतमय र प्रेरणाको स्रोत हुन सक्ने ध्येयले उहाँसितको कुराकानीको मुख्याङ्शहरू तपाईहरूसित पनि साझा गरे। धन्यवाद। तपाईको बाबाको नाम करे लिम्बू, आमाको हर्कमती, तपाईहरू सुब्बा परिवार। सुब्बा। हजुर, उहाँहरू त बितिसक्नुभयो। बितिनी सब बितिसक्यो। सिकर्मी तथा डकर्मी अर्थात् सिमेन्ट, काठ र ढुङ्गाका काममा पारङ्गत उहाँले त्यसैलाई पेसाको रूपमा अपनाएका थिए। आफू सानो छँदाको समयमा भने सबै घरहरू खर, बाँस र माटोको हुने गरेको बताउनु हुँदै उस बेला उहाँको घर छेउछाउमा कसका घरहरू थिए भन्ने विषयमा यसो भन्नुहुन्छ। माथि हाम्रो घर बुढोको कसको भन्नुभयो? रिकुटे बुढोको, रिकुटे कमल सुब्बाको बाउको। हजुर, यता त डाँडा गरेको चाहिँ यहाँ आउँछ हौ। त्यो के हो, मुनि एउटा थियो, अच्छा, साइना गुरुङ। साइना गुरुङ त्यही यता चक्रेको बाउ कान्छा घले। त्यति नै हो हामीले जानेको। गाउँको लागि केही गर्नै पर्छ भन्ने विचारले सुरुमा 4 साथीहरूका सल्लाहपछि बिस्तारै अन्यहरूलाई पनि सम्झाइ बुझाइ बालक सङ्घ नामक सामाजिक संस्थाको स्थापना गर्दा प्रथममा आफूहरूसित भएको 15 रुपियाँ सङ्घको कोषको निम्ति प्रदान गरेको स्मरण गर्नुहुँदै सङ्घद्वारा नै सरस्वती पूजा र साङ्गीतिक देउसीको पनि आयोजना गरिएको बताउनुहुन्छ दाजु मनिराज। पैसा चाहिँ तपाईँहरूले कसरी जम्मा गर्नुभयो? कति उठाउनु भयो पहिला थाहा छ? हाम्रो गोजीमा थियो जम्मै 15 रुपियाँ, 20 रुपियाँ, 15 रुपियाँ, 20 रुपियाँ चाहिँ हुन्थ्यो नै हाम्रोमा। हाम्रोमा पिटी भने त्यो जम्मै जम्मा गर्दाखेरि टाकटुक गरेर दौड गर्दा जम्मै 110 रुपियाँ, 20 रुपियाँ भयो है। त्यति यति भयो चाहिँ डोनेसन। सरस्वती पूजाको डोनेसन त्यसलाई उठायो भने त्यसलाई जम्मा गरेँ, त्यहाँ चाहिँ सुरु गऱ्यो त्यहाँ थप्नु। देउसी पनि खेल्नु भयो होला? खेल्यो यताउति गरेर 300 भयो। पूजाको चन्दा सङ्ग्रह गर्न छेउछाउका गाउँहरू लगायत धेरै टाढाका गाउँहरू जस्तै अम्बटे, खरसाङ, मगरजुङ, साङमा, टर्जम, पोखरेबुङ आदि ठाउँतिर पनि जानु पर्थ्यो। त्यो पनि पैदलै भन्नुहुँदै अन्जान घरहरूमा बास मागी 3-4 दिनपछि मात्रै घर फर्किन्थ्यौँ भन्नुहुन्छ उहाँ। पुराना दिनहरूको तिता मिठा सम्झना गर्नुहुँदै अझ भन्नुहुन्छ दाजु मनिराज, सङ्घको कोषकै निम्ति तिहारको समयमा लगातार रूपमा 15-22 दिनसम्मै आफ्नो गाउँ र 31 निगाले, सोरसाले, निज गाउँ, मिरिक बजार, कृष्णनगर जस्ता अन्य गाउँहरूमा समेत साङ्गीतिक देउसी खेल्ने गर्थ्यौँ। केवल व्यक्तिगत बोक्रेपन मात्रै होइन, तर आफ्नो गाउँघरको निम्ति पनि केही योगदान देऊ भन्ने सन्देश दिनुहुँदै दाजु मनिराज भन्नुहुन्छ,
नक्कल ढक्कल गरेर हिँड्नु होइन हिँड न हिँड्नु त हिँड तर घरमा हेर पहिला घर बलियो बनाउनु पर्यो अब राम्रो गर्नु गर्नु पर्यो त्यहाँदेखि आफू पनि सिँगेर चट्टै हिँड्नु मजा भयो गाउँ घरको लागि पनि केही योगदान देऊ यो अन्त्यतिर कुराकानीको बिट मैले यसरी मारेको थिएँ। तपाईँको स्वास्थ्यमा सुधार आओस्, धेरै धेरै वर्ष बाँच्नुहोस् भयो र हामीलाई यसरी नै मार्गदर्शन दिनुहोस्। तपाईँसँग यसरी नै फेरि पनि भेटघाट गर्नु पाऊँ भन्दै आजलाई बिदा है।